मैले चाहिँ अर्जेन्टिना र स्पेनको चाहिँ एउटा गेम राखेको थिएँ त्यो वर्ल्ड कपको बेलामा। उहाँ धेरै पछाडि आउनुभएको छ, उहाँलाई 500 रुपियाँ परेको थियो, त्यो आफ्नो पुरस्कार लिन आउनुभएको छ। मैले सधैँभरि अरू सामान राख्थेँ, तर पहिलोपटक मैले चाहिँ क्यास राखेको थिएँ र क्यास राखेको पहिलो विजेता चाहिँ मेरो हाम्रो क्यासको पहिलो लकी कस्टमर प्रदीप। यो क्यासको पहिलो चाहिँ लकी कस्टमर चाहिँ प्रदीप भुषालजी हुनुहुन्छ। उहाँलाई मैले 500 रुपियाँ प्रदान गरेको छु। ल यो हाम्रो लक्की विनर हुनुहुन्छ हाम्रो क्यासको है त। यदि हजुरलाई पनि यस्तै प्राइजहरू जित्न छ, क्यास जित्न छ, अरू प्राइज जित्न छ भने मेरो फेसबुक आइडी फलो गर्नु होला, मेरो सम्पूर्ण आइडी फलो गर्नु होला, हजुरले पनि पाउन सक्नुहुन्छ। र केही मैले भन्छु यहाँलाई, केही भन्नु छ मेरो आइडीको विषयमा, मेरो पसलको विषयमा? यहाँ हाम्रो दाइ चाहिँ एकदम समाजसेवी हुनुहुन्छ होइन। अब यो 500 रुपियाँ चाहिँ मैले यो अर्जेन्टिना र स्पेनको फाइनल गेम थियो, त्यो गेममा चाहिँ प्रेडिक्सनको हिसाबले स्पेनले जित्छ भनेर मैले कमेन्ट लेखेको थिएँ। परेको चाहिँ म आफैलाई थाहा थिएन, साथीले रिकमेन्ड गरेर चाहिँ हाम्रो हरिदाईको अकाउन्ट हेर त त्यहाँ परेको छ भनेर भनिसकेपछि मैले चाहिँ आफै हेरेँ। अनि अहिले चाहिँ यो पुरस्कार लिन आएको छु। दाइले कमेन्ट गरिदिनु होला, दाइको हरिखड्का नामको फेसबुक पेज छ, त्यसलाई सर्च गरेर फ्रेन्ड बनाउनु होला, फलो गर्नु होला होइन। टिकटक आइडी पनि छ दाइको होइन, टिकटक आइडी पनि हरिखड्का नै हो, हरिखड्का नै छ, फलो गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला युट्युब च्यानलमा पनि होइन त। यति नै भन्छु, धन्यवाद हजुरहरूलाई। ल मेरो आइडी सबैले फलो गर्नु होला है त।